उहाँ हाम्रो दाजुले नेपालमै कामै छैन, पासपोर्ट बना अनि विदेश गइहाल भन्नेहरूको लागि उहाँले यस्तो मजाले जवाफ दिनुभएको छ कि है, यो भिडियो एकचोटि हेर्नु होला है त। नेपालमा कामै छैन, पासपोर्ट बनाएर विदेश भागिहाल भनेर कसैले तपाईँलाई सुझाव दिन्छ भने एक लात्ती हान्नुहोस् सम्मानपूर्वक अनि मेरो भिडियो देखाइदिनुहोस्। कान खोलेर सुन्नुहोस्, कौवाको पछि नलाग्नुहोस्। यदि तपाईँले कहिल्यै पनि व्यापार गर्नुभएको छैन भने साँच्चीकै जागिरले तपाईँलाई खान पुग्दैन। जागिरले मान्छे कहिल्यै धनी पनि हुन सक्दैन, देशलाई पनि धनी बनाउँदैन। तर यदि तपाईँले उद्यम गर्न सक्नुभयो भने नेपालको केसमा हेर्नुहोस्, 3 करोड जनसङ्ख्याले यदि सबैले व्यापार गर्यो भने पनि छिमेकमा रहेका 3 अरब जनसङ्ख्यामा हरेकलाई 100 जना ग्राहक प्राप्त हुनेछ। तर के कहिल्यै देशले हामीलाई व्यापार सिकायो? के तपाईँको बाउले व्यापार सिकाए? के स्कुलले सिकायो? सिकाएन। आउनुहोस्, उद्यमी बन्ने हुटुटी र जाँगर लिएर आउनुहोस्। तपाईँको दिमागको बत्ती म बालिदिनेछु। सामान के बेच्ने मुख्य कुरा होइन, कसरी बेच्ने र कहाँ बेच्ने त्यो मुख्य कुरा हो। आइडिया चाहियो? कमेन्टमा आइडिया लेख्नुहोस्। अवश्यले तपाईँहरूले चाहिँ यो उहाँ दाजुले भनेको कुरा चाहिँ मनन गर्नुभयो होला कि होइन। नेपालमा काम भनेको धेरै छ के, तर दिमाग युज गर्नुपर्छ। हामीले जागिर गरेर मात्रै हुँदैन है, जागिर सँगसँगै हामीले बिजनेस, सबैभन्दा हाम्रो जीवनको लागि र हाम्रो लाइफको लागि चाहिँ एकदम टिकेबल भनेको बिजनेस हो भन्ने कुरा चाहिँ उहाँले एकदमै स्पष्ट सँग भन्नुभएको छ होइन। साँच्चै नै मलाई त्यस्तै लाग्छ। बिजनेस भनेको कुरा अब मैले चाहिँ बिजनेस गरेन भने र म सधैँभरि जागिर गरेँ भने मेरो छोरो पनि बिजनेस गर्दैन के, किनकि उसले पनि म जसरी जागिर गरेको छु उसले पनि त्यस्तै जागिर गर्छ, किनकि त्यही अनुसार चलिरहेको हुन्छ नि त। त्यही भएर म चाहिँ बिजनेसमा एउटा कुनै आइडिया गरेर बिजनेस गरेँ भने मेरो छोरोले त बिजनेस कसरी गर्न सकिन्छ भन्ने कुरो उसलाई आइडिया हुन्छ। उसको दिमागमा नै बिजनेसै गर्नुपर्छ, हामीले चाहिँ जागिरभन्दा बिजनेस गर्नुपर्छ भन्ने कुरा चाहिँ उसको दिमागमा चाहिँ पसेको हुन्छ। त्यसैले उहाँले भनेको कुरा पनि एकदमै मलाई चाहिँ चित्त बुझ्यो होइन। तपाईँहरू पनि यस्तो उहाँले भनेअनुसार गर्न चाहनुहुन्छ भने गर्नुहोस्। उहाँले भनिहाल्नु भएको छ नि, यदि तपाईँलाई त्यस्तो इच्छा छ भने मसँग आउनुहोस्, म तपाईँलाई आइडिया दिन्छु कसरी बिजनेस गर्ने, कसरी चलाउने र हाम्रो लाइफलाई चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरा चाहिँ उहाँ दाजुले भन्नुभएको छ। त्यही भएर तपाईँहरूले पनि जागिरभन्दा बिजनेसपट्टि चाहिँ फोकस गर्नु।